नमस्कार। आज हामी सहकारीको कुरा गर्दैछौँ। धेरैजनाको बचत सहकारीमा होला र उहाँहरूको लागि आजको छलफल निकै महत्त्वपूर्ण छ। सहकारीमा सदस्यको पैसा र आवाज कतिको सुरक्षित छ भन्ने कुराको फैसला गर्ने सबैभन्दा ठूलो दिन हो साधारण सभा। तर यो सभा नाम मात्रको औपचारिकता हो कि साँच्चै सदस्यको शक्ति देखाउने ठाउँ हो? भर्खरै सहकारी विभागले एउटा निर्देशन ल्याएको छ जसले यो पूरै तस्विर बदल्न खोज्दैछ। आज हामी त्यसैको गहिरो चिरफार गर्नेछौँ र बुझ्नेछौँ कि यसले एक साधारण सदस्यलाई कसरी बलियो बनाउँछ। हो र यो छलफल सुरु गर्नुभन्दा अगाडि एउटा कुरामा स्पष्ट हौं। हामीले कुरा गर्न लागेका नियमहरू सहकारी विभागका सुझाव मात्रै होइनन्। यी सहकारी ऐन 2074 र नियमावली 2075 मा आधारित बाध्यकारी कानूनी व्यवस्थाहरू हुन्। यसको मूल मर्म भनेको सहकारीको सबैभन्दा ठूलो सिद्धान्त सदस्यहरूको लोकतान्त्रिक नियन्त्रणलाई कागजमा मात्र होइन व्यवहारमै उतार्नु हो। ल त्यसो भए सुरु गरौँ पहिलो खुड्किलोबाटै। साधारण सभा बोलाउनु अघि सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम के हो? प्रक्रिया कहाँबाट सुरु हुन्छ? प्रक्रियाको जग भनेकै सूचना हो र यो निर्देशनले सूचनालाई निकै शक्तिशाली बनाएको छ। नियम एकदम स्पष्ट छ। सहकारीले साधारण सभा हुनुभन्दा कम्तीमा 30 दिन अघि नै सम्पूर्ण प्रस्ताव सहितको सार्वजनिक सूचना निकाल्नुपर्छ। यहाँ दुई कुरा महत्त्वपूर्ण छन्: 30 दिनको समय र सम्पूर्ण प्रस्ताव सहित भन्ने वाक्यांश। एक मिनेट, 30 दिन नै किन? 15 दिनले नपुग्ने हो र? अलि लामो भएन? अनि सम्पूर्ण प्रस्ताव सहित भन्नाले के पर्छ? हो, राम्रो प्रश्न। 30 दिनको समय किन राखियो भने सदस्यहरूलाई तयारीका लागि पर्याप्त अवसर दिन हो। सूचना टाँसेको भोलिपल्टै सभा बोलायो भने त त्यो कर्मकाण्ड मात्रै भयो नि, होइन र? त्यो त हो। सदस्यहरूले त्यहाँ प्रस्तुत हुने लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन वा कुनै नयाँ नीतिगत प्रस्तावबारे अध्ययन गर्न, बुझ्न अनि साथीभाइसँग छलफल गर्न समय पाउनु पर्यो। अनि सम्पूर्ण प्रस्ताव सहितको अर्थ हो सभामा के विषयमा निर्णय हुँदैछ भन्ने कुराको विस्तृत जानकारी। जस्तै विनियम संशोधन भनेर मात्र भएन। के भन्नु पर्यो त? विनियमको कुन दफा, किन र कसरी संशोधन गरिँदैछ भन्ने प्रश्न खुलाउनुपर्छ। यसको उद्देश्य के हो भने सदस्यहरू सभामा खाली दिमाग लिएर होइन, तयारीका साथ आउन् र अर्थपूर्ण प्रश्नहरू सोध्न सकुन्। तर व्यवहारमा के हुन्छ? के सहकारीहरूले साँच्चै यस्तो विस्तृत सूचना निकाल्छन्? कि मिति र स्थान मात्रै टाँसेर औपचारिकता पूरा गर्ने चलन छ? यो नियमलाई छल्ने कुनै बाटो छ कि? पहिला त्यस्तो अभ्यास थियो र त्यही कमजोरीलाई रोक्न यो निर्देशन आएको हो। अब यदि कुनै संस्थाले प्रस्ताव बिनाको सूचना मात्र निकाल्यो वा 30 दिनको समय दिएन भने त्यो साधारण सभा नै कानूनी रूपमा अवैध हुन सक्छ। ए हो र? हो। कुनै सदस्यले नियामक निकायमा उजुरी गर्यो भने त्यो सभाको निर्णय नै बदर हुन सक्छ। त्यसैले यो अब गरे पनि हुने नगरे पनि हुने विषय रहेन। यो सदस्यलाई सुसूचित गर्ने अधिकारको कानूनी ग्यारेन्टी हो। ठिक छ, सूचनाको कुराको प्रष्ट भयो। अब सबैभन्दा ठूलो चुनौतीको कुरा गरौँ। जुन सहकारीमा हजारौं, मानौ 5-10 हजार सदस्य छन्, उनीहरूले सबैलाई एउटै हलमा कसरी अटाउँछन्? काठमाडौँको टुण्डिखेलमा त सभा गर्ने कुरा भएन। भौतिक रूपमा त यो असम्भव जस्तै छ। यसले गर्दा त धेरै जसो सदस्यहरू चाहेर पनि सभामा जानै पाउँदैनन्। निर्देशनले यसको के समाधान दिएको छ? तपाईले एकदमै व्यावहारिक समस्या उठाउनु भयो र यही समस्याको समाधान यो निर्देशनको सबैभन्दा नवीन र महत्त्वपूर्ण पक्ष हो। सहकारी ऐन 2074 को दफा 40(5) लाई आधार मानेर निर्देशनले स्पष्ट भनेको छ 2000 भन्दा बढी सदस्य भएका संस्थाहरूले सबैलाई एउटै ठाउँमा बोलाउनु पर्दैन। उनीहरूले सदस्यहरूको भौगोलिक बसोबासको आधारमा स्थानीय तह वा वडाहरूमा फरक ठाउँमा सभा गर्न सक्छन्। यसलाई इकाइगत सभा भनिएको छ। इकाइगत सभा, यो शब्दले नै विकेन्द्रीकरणको संकेत गर्छ। तर यसले व्यवस्थापनलाई झन्झट थप्दैन र? 7 ठाउँमा सभा गर्नु, सबैको रेकर्ड राख्नु, कतै यो प्रक्रियागत झन्झटले गर्दा मूल विषय नै ओझेलमा पर्ने हो कि? झन्झट अवश्य थपिन्छ।
तर त्यो झन्झट सदस्यको सहभागिता सुनिश्चित गर्ने लोकतान्त्रिक मूल्यभन्दा ठूलो होइन। निर्देशनले बढीमा 7वटासम्म यस्ता इकाइहरू गठन गर्न सकिने सुविधा दिएको छ। सोच्नुस् त, काठमाडौँमा केन्द्रीय कार्यालय भएको सहकारीको सदस्य कोही भक्तपुरको सूर्यविनायक वा ललितपुरको भैँसेपाटीमा बस्नुहुन्छ। उहाँलाई काठमाडौँको ट्राफिक जाम झेलेर सभामा आउन कति गाह्रो हुन्छ। त्यो त हो नि। तर सूर्यविनायक वा भैँसेपाटीमै एउटा इकाइ सभा भयो भने उहाँ आफ्नै टोलको सामुदायिक भवनमा गएर आफ्नो कुरा राख्न, प्रश्न सोध्न र मतदान गर्न पाउनुहुन्छ। पहुँच भनेको यही हो। यसले साधारण सभालाई केही सीमित र पहुँचवाला सदस्यहरूको जमघट हुनबाट रोक्छ र आम सदस्यको घरदैलोमा पुर्याउँछ। सदस्यको सहजताको लागि त यो क्रान्तिकारी नै देखियो। तर यसले अर्को जटिल प्रश्न खडा गर्छ। फरक 60 ठाउँमा भएका सभाका निर्णयहरूलाई कसरी एउटै आधिकारिक निर्णय मानिन्छ? भैँसेपाटीको इकाइले ऋणको ब्याज दर घटाउँ भन्ला, सूर्यविनायकको इकाइले निक्षेपको ब्याज बढाउँ भन्ला। त्यहाँ त विवाद र मतभेदको चाङ लाग्दैन र? ती सबैलाई मिलाएर एउटै निर्णयमा कसरी पुगिन्छ? यहाँ निर्देशनले एकदमै सूक्ष्म तर बलियो कानुनी ताला लगाएको छ, जसले यो सम्भावित विवादलाई समाधान गर्छ। पहिलो कुरा, सबै इकाइमा छलफलका एजेन्डाहरू एउटै हुन्छन्। तर तपाईँले भने जस्तै फरक इकाइबाट फरक मत आउन सक्छ। ती सबै मतलाई सङ्कलन गरेर अन्तिम निर्णय प्रमाणित गर्ने बेला एउटा विशेष व्यवस्था छ। सामान्यतया निर्णयमा सञ्चालक समितिको मात्र हस्ताक्षर चल्छ। हो। तर इकाइगत सभा भएको अवस्थामा सञ्चालक समितिका सदस्यहरूको मात्र हस्ताक्षरले पुग्दैन। अनि कसको हस्ताक्षर चाहिन्छ त? सञ्चालक समितिको सङ्ख्या जति छ त्यसमा थप 1 जना प्रतिनिधि सदस्यहरूबाट समेत अनिवार्य रूपमा प्रमाणित गराउनुपर्छ। एकछिन, यो प्रतिनिधि सदस्य भनेको को हो? उनीहरूलाई कसरी छान्छ? सञ्चालक समितिले नै मनोनित गर्ने हो कि? त्यसो गर्यो भने त फेरि उनीहरूकै मान्छे आएर सही गर्छन् नि। यी प्रतिनिधिहरू ती इकाइगत सभाहरूबाटै आम सदस्यहरूले चुनेर पठाएका व्यक्तिहरू हुन्। हरेक इकाइले आफ्नो तर्फबाट 1 वा केही प्रतिनिधि चुनेर पठाउँछ। यसको अर्थ अन्तिम निर्णयमा सञ्चालक समितिको मात्र होइन, आम सदस्यहरूको प्रत्यक्ष प्रतिनिधिको पनि हस्ताक्षर र सहमति हुन्छ। भनेपछि सञ्चालक समितिले आफू खुसी गर्न पाएन। बिल्कुल पाएन। यसले सञ्चालक समितिले फरक इकाइको जायज मतलाई बेवास्ता गर्ने वा आफ्नो निर्णय मात्र लाद्ने सम्भावनालाई पूर्ण रूपमा रोक्छ। यो व्यवस्थाले सदस्यको प्रतिनिधित्वलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्छ। यो इकाइगत सभा र प्रतिनिधि सदस्यको व्यवस्था त निकै बलियो देखिन्छ, तर व्यवहारमा उतार्न समय लाग्ला। हामी सबैलाई थाहा छ, नेपालमा राम्रा नियमहरू बन्छन्, तर कार्यान्वयनमा ढिलासुस्ती हुन्छ। यो सबै गर्नुपर्छ भनेर विभागले कुनै कडा समय सीमा तोकेको छ कि छैन? तोकेको छ, र त्यो एकदमै कडा छ। निर्देशनले सहकारी ऐन 2074लाई आधार मान्दै स्पष्ट भनेको छ, सबै सहकारी सङ्घ संस्थाहरूले 2082 साल पौष मसान्तभित्र आफ्नो साधारण सभा अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्छ। पौष मसान्तभित्रै? हो, यो कुनै अनुरोध होइन, यो एक कडा कानुनी बाध्यता हो। यो मिति नाग्यो भने संस्थाले नियामक निकायको कारबाही भोग्नुपर्ने हुन्छ। ठिक छ, पौष मसान्तभित्र सभा सकियो, त्यसपछि त सञ्चालक समितिको काम सकियो, होइन त? ल, सभा पनि सकियो, अब 1 वर्ष ढुक्क भन्ने अवस्था हुन्छ? हुँदैन, बिल्कुल हुँदैन। बरु जवाफदेहिताको सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया त्यहाँबाट सुरु हुन्छ। सभा सम्पन्न भएको 15 दिनभित्र संस्थाले आफूलाई नियमन गर्ने निकायमा महत्त्वपूर्ण कागजातहरू पेश गर्नुपर्छ। 15 दिनभित्र? हो, यो 15 दिनको समय सीमा पनि उत्तिकै महत्त्वपूर्ण छ। यसले पछि गरौँला भन्ने प्रवृत्तिलाई रोक्छ। कस्ता कागजातहरू पेश गर्नुपर्छ र त्यो किन आवश्यक छ? पेश गर्नुपर्ने कागजातहरूको सूचीले नै जवाफदेहिताको तह देखाउँछ। यसमा साधारण सभाको प्रमाणित निर्णय, सभामा उपस्थित सदस्यहरूको प्रमाणित हस्ताक्षर, संस्थाको वार्षिक लेखा परीक्षण प्रतिवेदन र लेखा परीक्षकले तयार पारेको लामो फारम प्रतिवेदन, जसलाई लङ फर्म रिपोर्ट भनिन्छ, त्यो पनि पर्छ। तर सबैभन्दा ठूलो कुरा, यी सबै विवरणहरू सरकारको अनलाइन प्रणाली कोपोमिसमा पनि अद्यावधिक गर्नुपर्छ। यो कोपोमिसमा अद्यावधिक गर्नुको खास अर्थ के हो? पहिले त फाइलमा बुझाए पनि हुन्थ्यो होला नि? हो, यहीँनिर ठूलो परिवर्तन छ। पहिले फाइलमा बुझाउँदा त्यो कागज कुन दराजमा थन्किन्थ्यो कसैलाई थाहा हुँदैनथ्यो। तर कोपोमिसमा चढाउनुको अर्थ हो अब सहकारीको हिसाब किताब र निर्णयहरू
कुनै अँध्यारो कोठामा थन्किने कागज मात्र रहेनन्। ए यो एउटा लाइभ डिजिटल रेकर्ड बन्यो, जसलाई नियामक निकायले जुनसुकै बेला जुनसुकै ठाउँबाट हेर्न सक्छ। भनेपछि अब बहानाबाजी चल्दैन। चल्दैन। पहिले जस्तो कागज हरायो वा कर्मचारी बिदामा छन् भन्ने बहाना अब चल्दैन। यसले सम्पूर्ण प्रणालीलाई पारदर्शी बनाउँछ। कुनै संस्थाले खराब कर्जा लुकाउन खोजेको छ वा साधारण सभामा उपस्थिति नै नभएका सदस्यको नाम राखेको छ भने त्यो डिजिटल रेकर्डबाट सजिलै पत्ता लाग्न सक्छ। यो पारदर्शिताको लागि एउटा ठूलो फड्को हो। अब साधारण सभाको एजेन्डामा प्रवेश गरौँ। सभामा के विषयमा छलफल हुन्छ भन्ने कुरा त संस्थाले नै तय गर्ला। तर केही विषयहरू अनिवार्य रूपमा छलफल हुनै पर्छ भनेर तोकिएको छ कि? तोकिएको छ र यसले साधारण सभालाई केवल वार्षिक कर्मकाण्ड हुनबाट रोक्छ। निर्देशनले 2 वटा विषयलाई अनिवार्य बनाएको छ। पहिलो, नियामक निकाय जस्तै सहकारी विभाग, प्रदेश वा स्थानीय तहले त्यो संस्थालाई दिएका निर्देशन वा सुझावहरूको कार्यान्वयनको अवस्थाबारे साधारण सभामा विस्तृत छलफल हुनै पर्छ। एकछिन, यसको मतलब नियामक निकायको भूमिकालाई पनि सभाको एजेन्डा बनाइयो? सञ्चालक समितिले सदस्यहरूबाट केही कुरा लुकाउन पाउँदैन? बिल्कुल। मानौ नियामक निकायले कुनै सहकारीलाई तपाईहरूको खराब कर्जा जोखिमपूर्ण तहमा पुग्यो, तुरन्त घटाउनुहोस् भनेर निर्देशन दिएको थियो। अब साधारण सभामा सञ्चालक समितिले सदस्यहरूलाई त्यो निर्देशन अनुसार हामीले यो काम गर्यौं र अहिले खराब कर्जाको अवस्था यस्तो छ भनेर रिपोर्टिङ गर्नै पर्छ। ए लुकाउनै पाएन। उनीहरूले त्यो निर्देशनलाई लुकाउन पाउँदैनन्। यसले सञ्चालक समितिलाई नियामक निकायप्रति मात्र होइन, आफ्नै सदस्यहरूप्रति पनि सिधै जवाफदेही बनाउँछ। सदस्यहरूले प्रश्न गर्न पाउँछन्, विभागको निर्देशन आएको 6 महिना भइसक्यो, किन पालना भएन? यो त सदस्यको हातमा ठूलो हतियार भयो। अनि दोस्रो अनिवार्य विषय के हो? दोस्रो विषय संस्थाको विनियमसँग सम्बन्धित छ। विनियम भनेको संस्थाको संविधान हो। यदि संस्थाको विनियम संशोधन गर्नुपर्ने कुनै प्रस्ताव छ भने त्यसका लागि पनि निर्देशिकामा तोकिएको प्रक्रिया र विभागको मिति 2082/610 को सूचनाको पूर्ण पालना गर्नुपर्छ। यसले के रोक्छ खासमा? यसले सञ्चालक समितिलाई आफू खुसी र अपारदर्शी ढङ्गले रातारात नियमहरू परिवर्तन गर्नबाट रोक्छ। कहिलेकाहीँ सञ्चालकहरूले आफ्नो कार्यकाल लम्ब्याउन वा सुविधा बढाउन विनियम नै परिवर्तन गर्न खोज्छन्। यो नियमले त्यस्तो कुनै पनि परिवर्तन सदस्यहरूको बृहत र पारदर्शी सहभागितामा मात्र हुनुपर्छ भन्ने सुनिश्चित गर्छ। त्यसो भए यी सबै नियमहरूको सार के हो त? यदि हामीले यसलाई समग्रमा हेर्यौं भने यो निर्देशनले सहकारी क्षेत्रमा के परिवर्तन ल्याउन खोजिरहेको छ? यसको सार एकदमै स्पष्ट छ। पहिलो, यसले 30 दिने सूचनाको हक सुनिश्चित गरेर सदस्यलाई सुसूचित र तयार बनाउँछ। हो। दोस्रो, ठूला संस्थाहरूमा इकाइगत सभा जस्तो व्यावहारिक समाधान दिएर सबैभन्दा टाढा रहेको सदस्यको सहभागिता सुनिश्चित गर्छ। तेस्रो, पौष मसान्तको समयसीमा र कोपोमिसमा रिपोर्टिङको व्यवस्थाले
पारदर्शिता र जवाफदेहिता कायम राख्छ। र चौथो, नियामक निकायका निर्देशनहरूलाई सभाको एजेन्डा बनाएर संस्थालाई उत्तरदायी बनाउँछ। समग्रमा यो वास्तवमा सदस्यलाई शक्तिशाली बनाउने एउटा कानुनी औजार हो, जसले सहकारीलाई केही व्यक्तिको नियन्त्रणबाट निकालेर आम सदस्यको वास्तविक स्वामित्वमा फर्काउन मद्दत गर्छ। यो त एकदमै स्पष्ट भयो। यी नियमहरूले साधारण सभालाई साँच्चीकै साधारण सदस्यहरूको सभा बनाउन खोजेको देखिन्छ, न कि सञ्चालकहरूको प्रतिवेदन सुलाउने कार्यक्रम हो। र यहीँनिर म एउटा अन्तिम विचार राख्न चाहन्छु। यो निर्देशनले साधारण सभाको प्रक्रियालाई निकै व्यवस्थित, पारदर्शी र सदस्य मैत्री बनाएको छ। यो एकदमै सकारात्मक पक्ष हो। तर अब सदस्यहरूले सोच्नुपर्ने एउटा महत्त्वपूर्ण प्रश्न छ। यो व्यवस्थित प्रक्रियाको प्रयोग गरेर सभाको विषयवस्तु, जस्तै संस्थाको वित्तीय स्वास्थ्य, भविष्यको लगानी योजना र सञ्चालकहरूको कामको वस्तुनिष्ठ मूल्याङ्कनलाई कसरी आफ्नो हितमा केन्द्रित गर्ने? नियमले एउटा बलियो मञ्च दिएको छ, तर त्यो मञ्चमा आवाज सदस्यहरूले नै उठाउनुपर्छ। प्रक्रियाको सदुपयोग गरेर विषयवस्तुमा प्रभाव पार्न सक्नु नै सदस्यहरूको वास्तविक सफलता हुनेछ।